केही दिन मात्रै साउदी क्लब अल नासरसँग नयाँ सम्झौता गरेका पोर्चुगलका फरवर्ड क्रिस्टियानो रोनाल्डो अझै 2 वर्ष साउदीमा रहने पक्का भएको छ। यो जुन 30 मा सम्झौता सकिन लागेको 40 वर्षीय रोनाल्डो अल नासरमा थप 2 वर्षको सम्झौता थप गरेका छन्। यो सम्झौता अनुसार उनी अब सिजनको 26-27 सम्म अल नासरमै रहने तय भएको छ। रोनाल्डोको उमेर 42 वर्ष हुँदासम्म अल नासरमा खेल्ने भएका छन्। यसको अर्थ अर्को वर्ष पोर्चुगलका साथ फिफा विश्वकपमा खेल्ने र त्यसका लागि मैदानमा सक्रिय रहने योजनाका अनुसार रोनाल्डोले अल नासरमा नयाँ सम्झौता गरेको बुझ्न सकिन्छ। 40 वर्ष पुगेको रोनाल्डोसँग अल नासरले 2 वर्षको सम्झौता थप गर्दा उनले पाउने तलबमा छलाङ देखिएको छ। म्यानचेस्टर युनाइटेड छाडेर अल नासर जाँदा पहिलो 2.5 वर्षमा उनले प्रति सिजन 200 मिलियन युरो तलब पाउने शर्त भएको थियो। त्यो बेला 200 मिलियन युरो तलब नै कीर्तिमानिक थियो, तर अब नयाँ सम्झौता अनुसार रोनाल्डोले दोब्बर तलब पाउने भएका छन्। 40 वर्ष पुगेको खेलाडीलाई साउदी क्लबले एक सिजनमा 400 मिलियन युरो तलब दिने भएको छ। यो भनेको सुरुवाती 2.5 वर्षमा पाएको भन्दा दोब्बर बढी हो। खेलाडीको उमेर बढ्दै जान्छ, खेल्ने समय र तलब घट्दै जान्छ, तर अल नासरले रोनाल्डोको उमेर बढाउँदै गएको छ र तलब पनि बढाउँदै लगेको छ। नयाँ सम्झौता अनुसार रोनाल्डोलाई अल नासरले एक सिजनका लागि नेपाली रुपैयाँ 10 अर्ब दिने भएको छ। यो तलब अनुसार रोनाल्डोले तलब बापत 1 घण्टा बराबर नेपाली रुपैयाँ 74 लाख रुपैयाँ पाउने शर्त छ। रोनाल्डोले एक सिजन खेले बापत 400 मिलियन युरो तलब पाउने शर्त भएको छ। जे गर्छ साउदीले गर्छ र त्यहाँबाट रोनाल्डो निक्लिनु भनेकै फुटबल सकिनु हो। जय रोनाल्डो, जय अल नासर, जय प्रो लिग।